2055 सालमा स्थापना भई संघ संस्था दर्ता ऐन 2034 अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको एक गैर नाफामुखी राष्ट्रिय गैर सरकारी सामाजिक विकास संस्था हो। जनतामा भएको ज्ञान, सिप र अनुभवको सामाजिकीकरण एवं स्थानीय निकायहरूलाई सबल तथा सशक्त पार्दै सीमान्त रूपमा गरिब, उपेक्षित तथा पछाडि पारिएका नागरिक समूहको सर्वाङ्गीण विकासको लागि सहभागितामूलक तथा सिकाइमूलक योजना निर्माण प्रक्रियाको माध्यमबाट सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्ने अभिप्रायले सामुदायिक विकासमा संलग्न व्यक्तिहरूको अनुभव, सिप तथा सिकाइलाई परिचालन गर्न यो संस्था स्थापना भएको हो। प्रेरणाको मूल लक्ष्य सशक्तिकरण र सहभागितामूलक प्रक्रियाबाट गरिब, महिला, बालबालिका, दलित तथा अपाङ्गहरूको आधारभूत मानव अधिकार सुनिश्चित गर्दै आत्मनिर्भर समाजको सृजना गर्नु रहेको छ, जस अनुसार आफूलाई असर पार्ने सवाल तथा निर्णय प्रक्रियामा लक्षित समुदायको सशक्त सहभागिताको लागि उनीहरूको संगठन, सचेतना तथा क्षमताको विकास गर्ने, लक्षित समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन उनीहरूको नियन्त्रण तथा व्यवस्थापनमा आधारित वित्तीय संस्थाको स्थापना तथा सुदृढीकरणमा सहयोग पुर्याउने काम पनि प्रेरणाले गर्दै आएको छ। सशक्तिकरण तथा सहभागितामूलक विधि र प्रक्रियाबाट गरिबी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात गर्दै प्रेरणाले सन् 1999 देखि नै सर्लाही जिल्लामा एकीकृत सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ। आरम्भमा यो कार्यक्रम सर्लाहीको कौडेना, फूलपरासी, बत्रौल, गोडैता, बगदह, सिसौटिया र सेखौना गाविसबाट सुरु भएको थियो। सन् 2004 को अन्तदेखि भने सर्लाहीका धनगढा, सुन्दरपुर, लक्ष्मीपुर, सुकचैना, सक्राउल र सिमरा भगवतीपुर गाविसहरूमा समेत विस्तार भएको छ। पहिला हामी आउँदाखेरि यहाँ बाहिरतिर महिलाहरू नै धेरै देख्नुहुन्थ्यो र देखे तापनि एकदम व्यापक कुण्डो काट्ने, हैन, बाहिर नै ननिस्किने, खाना खान महिला बाहिर छ भने पनि महिलालाई दिन पनि पुरुषहरू नै आउने, यस्तो वातावरण थियो। र अहिले ती महिलाहरू चाहिँ नि एकदम प्रशस्त, पुरुषभन्दा धेरै नै अगाडि बढेर उनीहरू आफ्नो गाउँको समस्याहरू राख्ने, त्यसको समस्याको समाधानहरू बताउन सक्ने एकदमै महिलाहरूमा चेन्ज आयो। र उनीहरू मैले अघि नै भने एउटा चाहिँ नि उनीहरूको हातमा अब सधैँ एकदमै चर्को प्याजको ऋण लिएर उनीहरूले आफ्नो श्रीमानलाई पन्जाब पठाउनलाई ऋण लिएर पर्थ्यो भने अब अहिले त्यो अवस्था छैन, उनीहरू छैन। पन्जाबबाट आएको पैसा पनि पहिला साउकै घरमा जान्थ्यो, हैन, भने अब चाहिँ त्यो पैसा सहितको जाने बेला पनि ऋण लिन नपर्ने, उताबाट आएको पैसा पनि आफ्नै सहकारीमा राख्छन्। यसरी अहिले प्रेरणाको कार्यक्षेत्र विस्तार 12 गाविसका 10,171 घर दूरीका कुल 58,042 जनसङ्ख्या माझ पुगेको छ। प्रेरणाको यो कार्यक्रम सञ्चालनमा एक्सन एड नेपाल र ह्यान्डिक्याप इन्टरनेसनलले सहयोग पुर्याउँदै आइरहेको छ।
हामीले चाहिँ प्रेरणा पनि हाम्रो एक साझेदारी संस्था जुन दीर्घकालीन साझेदारी संस्था मध्ये एक हो। यसरी प्रेरणासँग काम गर्नुको अर्थ तपाईँको के होइन भने हामी पैसा मात्र दिन्छौँ भन्ने अर्थ होइन। हामी विभिन्न हिसाबले साझेदारी भनेपछि त्यत्तिकै हामी संलग्न हुन्छौँ भन्ने हिसाबले बुझ्नुपर्छ। जस्तो हामी फाइनेन्स त आफ्नो ठाउँमा छँदैछ, त्यसबाहेक तपाईँको मोनिटरिङ, इभ्यालुएसन, अरू तपाईँको टेक्निकल सपोर्टहरूका कुराहरू भए, डेटामा फिडब्याक दिनुपर्ने कुराहरू भए, अनि सँगै बसेर प्लानिङ आदि इत्यादि बनाउनेदेखि लिएर विभिन्न तहका क्रियाकलापहरूमा हामी पनि त्यत्तिकै संलग्न भइरहेका हुन्छौँ। अहिले हामी जति पनि डेभलपमेन्ट एप्रोचमा अथवा डेभलपमेन्ट सेक्टरमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरू छौँ। यसरी काम गर्ने क्रममा हामी त भन्न सक्छौँ कि उहाँहरूले यदि प्रेरणामा आएर हेर्नुभयो भनेदेखि धेरै कुराहरू सिक्न सक्नुहुन्छ, धेरै कुराहरू थाहा पाउन सक्नुहुन्छ, कसरी उनीहरू समावेशी हुन सक्छन्, कसरी उनीहरूलाई पनि हामीले हक अधिकारहरूबाट वञ्चित नहुने स्थिति सिर्जना गर्न सकिन्छ भन्ने कुरा अहिले चाहिँ वास्तवमा सिक्नुपर्ने एउटा मोडेल प्रेरणा मार्फत चाहिँ आइरहेको छ। प्रेरणाले यी गाविसहरूमा आफ्नो उद्देश्य अनुरूप विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ, जसमा सामुदायिक संगठन अन्तर्गत गरिब, पछाडि पारिएका समुदाय, महिला र बालबालिकाको समूह निर्माण र सो मार्फत अधिकारमा आधारित सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसैगरी शिक्षा तथा बाल अधिकार अन्तर्गत प्रौढ बाल साक्षरता कार्यक्रम, छात्रवृत्ति, विद्यालय निर्माण एवं मर्मत र शिक्षक, अभिभावक र बाल बालिकाहरूलाई बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम समेत प्रेरणाले सञ्चालन गर्दै आएको छ। यसको मुख्य कार्यक्रमहरूमा चाहिँ एउटा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि काम गर्छ। त्यो चाहिँ यो महिलाहरूको अधिकारको लागि महिला अधिकार सम्बन्धी कामहरू गर्छ र अर्को चाहिँ बालबालिका र शिक्षा सम्बन्धी कामहरू पनि गरिरहेछ। यसरी भन्नुपर्दाखेरि यस्तो 4-5 वटा चाहिँ थिमहरूमा, विषयहरूमा चाहिँ प्रेरणाले काम गरिरहेको छ र मुख्य कुरा चाहिँ काम गर्ने शैली भनेको चाहिँ यो हाम्रो लक्षित वर्ग भन्छौँ, जो चाहिँ भनौँ न सुविधाबाट वञ्चित समूहहरू हुन्, महिलाहरू, बालबालिकाहरू, अपाङ्गता भएका व्यक्तिहरू अनि दलित समुदायहरू, यस्ता व्यक्तिहरूको अधिकारमा आधारित कार्यक्रमहरू हुन्छ र साथसाथै उनीहरूलाई चाहिने तत्कालै चाहिने सेवा सुविधा, सेवामुखी कार्यक्रमहरू पनि हामीले चाहिँ अधिकारमुखी कार्यक्रममै गाँसिएर दुईटालाई मिलाएर चाहिँ गरेका छौँ। अपाङ्गता जुनसुकै व्यक्तिलाई जुनसुकै अवस्थामा पनि हुन सक्दछ। नेपालका गाउँघरमा अधिकांश अपाङ्ग व्यक्तिहरूले समयमा सही उपचार र परामर्श नपाउनाले उनीहरूको समस्या वा अपाङ्गता बढ्दै जाने र सक्षमता घट्ने हुन्छ। अपाङ्गता बारे सही जानकारी नभएको हुनाले अपाङ्गलाई भगवानको श्राप वा पूर्व जन्मको फल भन्ने जस्ता रूढिवादी र नकारात्मक धारणा समाजमा रहिआएको छ, जसको कारण शिक्षा एवं विकासका अवसरबाट समेत अपाङ्गता भएका मानिसहरू वञ्चित छन् र मानसिक पीडामा बाँचिरहेका भेटिन्छन्। अहिले नेपालमा झण्डै 24 लाख अपाङ्गहरू रहेको विभिन्न तथ्याङ्कहरूले देखाएको छ। यति धेरै संख्यामा अपाङ्गहरू भए पनि नेपालमा उपचार केन्द्रहरू सीमित ठाउँमा मात्रै छन्, जसले गर्दा ग्रामीण क्षेत्रका सुविधाविहीन अपाङ्गहरू यस सेवाबाट वञ्चित भइरहेका छन्। यही कुरालाई दृष्टिगत गरी प्रेरणाले सर्लाहीको मलङ्गामा 2062 असोजदेखि अपाङ्ग पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएको छ। यसबाट सर्लाही र आसपासका क्षेत्रमा रहेका शारीरिक रूपमा अपाङ्ग व्यक्तिलाई उपचारबाट सुधार ल्याउने र सक्षमता बढाउने जस्ता कार्यहरू भएका छन्।
अधिकारमा के सेवा दिने मान्छेहरूलाई चाहिने अब भनौँ न अपाङ्ग हो यो म केही गरिदिन्छु यसलाई भनेर गर्नु हुने भने हामीले केही सेवा दिनु पनि त्यो अपाङ्ग समस्या भएका व्यक्तिहरू चाहिँ त्यो अधिकार हो। केही दिँदा र दाता र पाताको हिसाबले लिनुभन्दा पनि हामीले उनीहरूको चाहिँ नि हामीले दिनु पर्थ्यो, उसको राइट्स हो र हामीले दिएका हौँ भन्ने हिसाबले हेर्नुपर्छ भन्ने हिसाबले पनि हामीले त्यस्ता प्रकारका कार्यक्रमहरू भनेको राइट बेस एप्रोचमा हामी काम गर्दैछौँ। यस्ता काम गर्दाखेरि राइट पर्सपेक्टिभबाट हेरेर व्यवहार पनि त्यही अनुसारको गर्नुपर्छ भन्नेमा चाहिँ अलिक बढी हामीले जोड दिइरहेका छौँ। अपाङ्ग पुनर्स्थापना केन्द्र समुदायमा आधारित अपाङ्ग पुनर्स्थापना कार्यक्रम अन्तर्गत सहयोगी संस्था ह्यान्डिक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालन हुँदै आएको छ। यस केन्द्रले फिजियोथेरापी अन्तर्गत मांसपेशी हाड जोड्नेको समस्या र विकृतिमा सुधार ल्याई दैनिक क्रियाकलाप गर्न सघाउने शारीरिक व्यायाम र अभ्यासहरू गराउने लगायतका विभिन्न सेवाहरू उपलब्ध गराउँदै आएको छ। यो सेन्टरले दिन सक्ने सुविधा भनेको चाहिँ बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिन्धुली अनि केही सिराज इलाका नि केही नजिकका र उदयपुरतिर पनि हामीले केही हदसम्म त्यहाँ भएका शारीरिक रूपमा भएका अपाङ्गहरूलाई चाहिँ केही हदसम्म चाहिँ सुविधा दिन सक्छौँ, जसको कारणले गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ बनेपा जाने, काठमाडौँ जाने कामबाट चाहिँ केही हदसम्म चाहिँ उहाँहरूको जानु नपरोस्, जसले चाहिँ उहाँहरूले नजानु परेको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ लिनुपर्ने सुविधाहरू चाहिँ बाट वञ्चित नहोस् भन्ने उद्देश्यले हामीले यो सुरुवात गऱ्यौँ। र अहिले चाहिँ पेसेन्टहरू जो बिरामीहरू आउनुहुन्छ उहाँहरूले आफूले कोही भन्नुहुन्छ म अहिले लाउन सक्छु, मेरो खुट्टो छोटो भयो र मलाई चाहिँ अलिकति खुट्टो लामो बनाउने के गरी बनाउन सकिन्छ भन्ने खालको कुराहरू भनेर आउनुहुन्छ। त्यो अनुसारले हामीले लाउँदै गएका छौँ। प्रेरणा अपाङ्ग पुनर्स्थापना केन्द्रले कृत्रिम हात खुट्टा, विशेष जुत्ताहरू, विशेष कुर्सी, उभिने फ्रेम क्यालिपर, व्हील चेयर, बैशाखी, 3 पाङ्ग्रे साइकल जस्ता सहयोगी सामग्रीहरू पनि अपाङ्ग व्यक्तिहरूलाई प्रदान गर्दै आएको छ। जायाबे में हमरा बड़ा कठिनाई रही है, जैसे हम ये ट्राईसाइकिल में मिलकर हमरा बहुत सुविधा मिली। ऐसे तो 100% सुविधा है, बड़ा देकर सुविधा लिया, 1 घंटा में भी लिया, 5 मिनट में चल जाए। सहयोगी सामग्रीका निम्ति पुनर्स्थापना केन्द्रको फिजियो शाखामा आएका बिरामीलाई फिजियोथेरापिस्टहरूले सुरुमा समस्या पहिचान र परीक्षण गर्ने गर्दछन्। त्यसपछि आवश्यक देखिएमा उनीहरूलाई सहयोगी सामग्रीका लागि प्रोस्थेसिस र अर्थोसिस शाखामा सिफारिस गर्ने गर्दछन्। यसपछि उनीहरूको नापले केही दिनपछि ट्रायल एवं डेलिभरीका लागि सम्बन्धित व्यक्तिलाई सामग्री हस्तान्तरण गर्ने गरिन्छ। The occupational therapy is science of healing through occupation. Everybody has different dimensions in life. Basically, it comes under self-care, which is the basic task everybody does. And the second category will be work. The third category will be something called recreation or leisure. A person who has some disability, physically or mentally or socio-occasionally or emotionally, will have problems in 3 dimensions, as I said before. So when they have problems, the whole medical unit, which is capable of rectifying the patient's physical problems as well as mental problems through drugs and injections and surgeries, as well as physiotherapy techniques, cannot make them go back to their life as normal as possible as before without the help of an occupational therapist. So occupational therapist maximizes independence in activities of daily living along the dimensions of self-care, work and leisure for patients of any age group and of any conditions. फिजियोथेरापी भनेको चाहिँ एउटा एक्सरसाइज जस्तो मेडिसिनले ठीक नहुने जस्तो कसैको हात खुट्टाहरू बाँधिएको हैन, अनि त्यसपछि कन्ट्याक्चर भएको जस्तो मसलहरू कन्ट्याक्चर भएको, अनि नर्भहरूलाई चाहिँ असर गरेको त्यस्तो खालको जस्तो विकनेस भएकोहरूलाई त्यस्तो खालकोहरूलाई चाहिँ एक्सरसाइज दिएर
हामी चाहिँ गर्नेलाई नै फिजियोथेरापी भनिन्छ। मैले आफू अपाङ्ग भएको कारणले नै मैले पनि अपाङ्ग नै ठाउँमा अपाङ्गहरूलाई नै सहयोग गर्नु पाउँदा धेरै खुसी लागेको छ र अपाङ्गहरूले पनि कामहरू राम्रैसँग गर्न सक्छ र उहाँहरूले पनि शिक्षाहरू राम्रोसँग पाउनुभयो भने जस्तो नर्मल मान्छेहरूले गर्न सक्नुहुन्छ उहाँहरूले त्यस्तै पनि गर्न सक्नुहुन्छ। अपाङ्ग पुनर्स्थापना केन्द्रले समुदाय स्तरमा नै अपाङ्गहरूको सेवाका निम्ति सामुदायिक कार्यकर्ताहरू नियुक्त गरेको छ। यी कार्यकर्ताहरूले आफ्नो क्षेत्रबाट शारीरिक अपाङ्गहरूको पहिचान गरी केन्द्रमा पठाउने, उनीहरूलाई फलोअप गर्ने र सहयोगी सामग्री प्रयोग गर्न सिकाउने कार्य गर्दै आएका छन्। साथै उनीहरूले शारीरिक व्यायामहरू गर्न लगाउने र उचित परामर्श दिने जस्ता भूमिका समेत निर्वाह गर्दै आइरहेका छन्। अपाङ्ग व्यक्तिको परिवारले अपाङ्ग व्यक्तिलाई सुरुमा माया दिनुपर्ने हुन्छ र शिक्षा र स्वास्थ्यको लागि पनि ध्यान दिनुपर्ने हुन्छ र संस्थाको तर्फबाट भन्नुपर्दा चेतनामूलक कार्यक्रम, यो अपाङ्गको वास्तवमा यो अधिकार हुन्, यो अपाङ्गको लागि यो गर्नुपर्छ। र अर्को एउटा समस्या के छ कि हाम्रो यता अपाङ्गहरूको लागि सहयोगी सामग्री एकदम आवश्यक भएको छ र त्यो पनि हदसम्म प्रेरणा संस्थाले अर्थोपेडिक पुनर्स्थापन केन्द्र सञ्चालन गरेर केही न केही वितरण हाम्रो एरियामा पनि सहयोग अपाङ्गहरूले पाइराखेको छ र यो प्रक्रिया हाम्रो जारी छ। बिस्तारै बिस्तारै समस्या पीडित अपाङ्ग भाइ बहिनीहरूले त्यसबाट लाभ लिन्छ। सुरुको अवस्थाबाट अहिले भन्नुपर्दा धेरै राम्रो उपलब्धि भएको छ। पहिला प्रवृत्ति त्यो घरमा लुकाउने, छोराछोरीले किन पढाउने, अपाङ्ग छ भने त्यो पढेर के गर्छ भनेर त्यस्तो मानसिकता थियो। तर हाल आएर अचेल अभिभावकहरूले भाइ बहिनीहरूको प्रयासले अपाङ्गहरू घर बाहिर पनि छन् र विभिन्न किसिमको तालिम गोष्ठीहरूमा समावेश भएकै छन् र विद्यालयमा सुरुको अवस्थामा अहिले हेर्दा सबै विद्यालयमा राम्रो अपाङ्गहरूको सहभागिता देखिएको छ। सामुदायिक कार्यकर्ताहरूको नियमित रेखदेखबाट अपाङ्गहरूमा क्रमशः सुधार आउने कुराको उदाहरण बनेका छन् कौडेनाका 6 वर्षे बालक रोशन। सुरुमा चलमलाउन समेत नसक्ने रोशन अहिले सहयोगी सामग्रीका माध्यमले हिँडडुल समेत गर्न सक्दछन्। पहिलोको अवस्था अहिलेको अवस्था ठिक छ, सुधार छ। अब यो खुट्टा लगाउने, जुत्ता लगाके मैले चलाउने, फेराउने, घुमाउने, बस लेटिङ पनि अपनी जान्छ, हर कुछ गर्ने, खाना पनि। यो हात अलिकति ड्यामेज, यो हातबाट केही गर्दैन। ये हमरा ये ऑफिस से जहिया से परियोजना में यहाँ से काम भेले ना तहिया से हमरा बच्चा के बहुत बढ़िया भेले। चला देवे सब एगो बेटा या दोसर हमरा होइबो न करी, एगो असहाय बेटा के अब चल जाए तो इनको तो ना सर होता है। अब ऑपरेशन होता है कि बाहर जाता है कि कहाँ जाता है तो वहाँ के हाथ में नहीं, वहाँ के जिम्मा में, वहाँ के जिम्मेवारी दे देले छी रोशन। यो चाहिँ एक किसिमको जन्मजात नै अपाङ्ग हो। मैले यसलाई 2060 देखि हेरिरहेको छु, 2060 सालदेखि। यो पहिला एकदमै सुतेकै अवस्थामा थिए, एकदमै उतार्नु परेर उल्टो फेर्न नसक्ने, बस्न नसक्ने, बामे सर्न नसक्ने, हातको पनि समस्या छ, हातले पनि कुनै सामानहरू समात्न नसक्ने, लेयर त्यो ड्याल हुन्छ नि त्यो चुहाइराख्ने त्यस्तो थियो। प्रेरणाले सर्लाही जिल्लाको आफ्ना कार्यक्षेत्रमा थुप्रै बाल क्लबहरूको समेत स्थापना गरेको छ। यसरी स्थापित बत्रौलको एकता बाल क्लब, गोडैताको प्रतिबिम्ब बाल क्लब, मिथिला उन्नति बाल क्लब, सुन्दरपुरको एकता बाल क्लब लगायतका दर्जनौं बाल क्लबहरूले आफ्ना गाउँ ठाउँमा उदाहरणीय कार्य गर्दै आएका छन्।
बाल क्लबको स्थापना पश्चात समुदायमा सचेतना अभिवृद्धि र प्रधानमन्त्रीलाई सन्देश पत्रहरू पठाउने जस्ता जनवकालतका कार्यहरू गर्न समेत यी क्लबहरूको महत्वपूर्ण भूमिका रहँदै आएको देखिन्छ। साथै नेतृत्व विकास तालिम, भित्ते पत्रिका लेखन तालिम, बाल अधिकार सम्बन्धी अभिमुखीकरण, अवलोकन भ्रमण जस्ता कार्यक्रमहरूबाट बाल क्लबका सदस्यहरूमा ज्ञान र सिपको विकास भएको देखिन्छ। यस्ता बाल क्लबहरूमा अपाङ्गता भएका बाल बालिकाहरू समेत सदस्य भई उनीहरूको सामाजिक सहभागिता वृद्धि गर्न एवं बाल अधिकार सुनिश्चित गर्ने प्रयासहरू भइरहेका छन्। हाम्रो 29 वटा बाल क्लबमा हरेक बाल क्लबमा चाहिँ अपाङ्ग बाल बालिकाहरूलाई समावेश गर्न थालेका छन्। त्यो चाहिँ हामीले भन्दा पनि बाल क्लबमा आइसकेका केटाकेटीहरूलाई हामीले जसरी सहजीकरण गरिसक्यौँ, सहजीकरण गरेपछि ती बाल बालिकाहरू आफैले ल हाम्रो क्लबमा चाहिँ यो अपाङ्ग साथीलाई पनि राख्नु पर्यो भनेर ल्याउन लागेका छन्। ती बाल क्लबका केटाकेटीहरूले डोर्याएर स्कुलसम्म लैजान लागेका छन्। कमसेकम उसलाई भन्नु उसको एउटा ब्याग मात्रै उनीहरूले बोकिदियो भने पनि सजिलो भयो कि। क्लब में अपांग सबके पहले न रखित रहले, अब रखे छै। पहले लड़की सबके न रखित रहले, कहत रहले से लड़की सब रहती तो कथी करती में, लेकिन अब रखे छै। हम सब रहली तब में हमरा सबके देखला से बहुत लड़की सब रहे लगले, अपांग सबके रखले। तब अपांग सबके रहला से गांव घर में बहुत विकास कलकै। यसरी स्थापना भएका बाल क्लबमा अपाङ्ग बाल बालिकाहरूलाई पनि क्लबमा समावेश गराइएको छ। यसका अतिरिक्त प्रेरणाबाट क्लब सञ्चालन र व्यवस्थापनका लागि पनि सहयोगहरू भएबाट बाल हक हितका विषयमा छलफल गर्ने, बाल हितका विभिन्न कार्यक्रमहरू मार्फत सचेतना अभिवृद्धि गर्ने कार्यमा यी क्लबहरू सक्रिय रहँदै आएका छन्। प्रेरणाले कार्यक्षेत्रका समावेशी बाल क्लबलाई खेल सामग्री तथा सम्मान पत्रबाट बेला बेलामा पुरस्कृत गर्दै आएको छ। गाँव में नरलिया प्रेरणा तो कहते लेंगरा रे फलना एनिया तो एनिया एने कोनो काम कर न करित रहली कुंटिया अच्छा से काम करी छी परी छी। गाँव घर में फोहर मैला रहले तो साफ सुथरा करी छी। अपांग सबके हेला करते रहले, अपांग के हेला के लेल ओहिमे सदस्य सभाई दल के तो हेला न कर दै छै। उनकी स्कूल में नाम लिखा देलकै। हक सबके खेले शारीरिक तंदुरुस्त के लेल प्रेरणा से खेल के सामग्री सब दिल गेलै, उ खेले छै। शुरू में हम सब पहले एगो गांव में क्लब गठन कैली तो देखला से सब गांव में 7 गो गांव में लागू भेली तो 7 गांव के में क्लब गठन भेले। क्लब गठन भेला से सब आदमी सदस्य मिल के पत्रिका निकाले, महीने महीने मीटिंग कले, सर सफाई कलकै। सर सफाई कैला के बाद में परिवार नियोजन के बारे में कहलकै। स्वास्थ्य चौकी में जाके दवाई टाइम में न देत रहले तो दवाई दिलकै। स्कूल में जाते रहे तो मास्टर सब कहते रहे ई सब लंगड़ा सब कथी पढ़ते, ई सब के पानी ले आ, तू सब घंटी मार दे, तू सब पिन रख ले स्कूल में तैयो वही सब के वैल्यू न देते सब पढ़ के कथी करते। तब क्लब गठन कला से बच्चा सब कल की सब जेना तो हम सब पढ़ली तेना वो सब पढ़ले। से अपांग आदमी सब तो कते कते करा रहे, कंप्यूटर चला रहे, देश विदेश जा रहे। हाजिरी जवाब हो तो बच्चा सब जाए भाग ले, लड़की सबके ग्राह्यता न देते रहे तो लड़की सब जाए सब तर भाग ले। ये क्लब सबके फायदा है से बहुत क्लब सब भेला से ये सब कार्यक्रम करा रहे, गार्जियन सब बहुत खुशी। यसै गरी प्रेरणाको पहलमा यसको कार्यक्षेत्रका 12 वटै गाविसहरूमा अपाङ्ग सरोकार समूह समेत गठन भइसकेको देखिन्छ। अपाङ्ग सरोकार समूहले अपाङ्गका हक अधिकारका विषयमा काम गर्ने, उनीहरूका सामाजिक समावेशीकरणमा जोड दिने, अपाङ्गको उपचार, पुनर्स्थापना लगायत जीविकोपार्जनका क्रियाकलापहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने कार्य गर्दै आएको छ। बगदा अपाङ्ग सरोकार समूहले एउटा हाम्रो अपाङ्गहरूको लागि उल्लेखनीय काम गरेको छ। के छ भने यो जुन नेपाल सरकारले जुन भत्ता वितरण गर्छन् मासिक 200 को दरले
त्यसमा हामीले यो सरकार समूहको पहलबाट हामीले यो बग्दा गाविसमा 4 जनाले अपाङ्ग भत्ता पाइराखेको छ। यो क्षमता वृद्धि गर्नको लागि पटक पटक हामीले 2 चोटि लेखा तालिम पनि दिनुभएको छ र नेतृत्व विकास तालिम, कानुनी साक्षरता तालिम र अपाङ्ग सरोकार समूह कसरी व्यवस्थापन गर्ने जस्ता तालिम हामीलाई दिएर हामीलाई यो खाता पोस्टिङ पहिले हामीलाई खाता के हो भने हामीलाई थाहै थिएन, तर यता आएर खाता पोस्टिङ गर्ने नै हामीलाई पुरै दक्ष बनाइदिएछ। यी समूहले बैंकमा खाता खोली आर्थिक कारोबार समेत अगाडि बढाउँदै आएका छन्। यिनीहरू नियमित बैठक बस्ने, योजनाका बारेमा छलफल गर्ने, अपाङ्ग पुनर्स्थापना कोष परिचालन गर्ने आदि लगायतका मूलभूत विषयहरूमा केन्द्रित रही काम गर्दै आइरहेका छन्। साथै कार्यक्षेत्रमा अपाङ्ग सरोकार समूह स्थापनापछि उनीहरू संगठित भई आफ्ना अधिकारका सवालहरूमा सक्रिय समेत भएका देखिन्छन्। अपाङ्ग सरोकार समूहहरूले अपाङ्ग दिवस, सम्मान, सचेतना कार्यक्रम लगायत गाविसमा अपाङ्ग कार्यक्रम एवं बजेट विनियोजन र अपाङ्ग परिचय पत्रको कार्यमा समेत पहल गर्ने गरेका छन्। अपाङ्ग सरोकार समूहमा पुनर्स्थापना कोष स्थापना गरी बचत तथा ऋण र आय आर्जन जस्ता क्रियाकलाप सञ्चालन हुँदै आएको छ। 500 रुपया एक महिला सकीना खातून नाम के ले छत, तो चाय के दुकान के ले छत जी। तो चाय के दुकान से वो अपन चला रहा है जीवन जीविका किसी तरह। एगो रानी झा नाम के है उनका बच्चिया की बचवा शायद अपांग है, तो पैसा लेना 500 रुपया बचत वाला पैसा, वही पैसा से कलम की हम लड़का के कॉपी किताब न है हम पढ़ावे के लिए ले रहा थी। ये बात ले लेना 200-100 रुपया तो साहिल लोग ले लेना इसी कोनो काम करे के लिए, ये बात है। अपांग के भैलू न रहले या घर में बापो माई भैलू न हुनकर देत रहले आ ये बचत में हम सब अपांग सब राख लेली, तो वही से बापो माई हुनकर मनीता दे रहल हुनकर कोष में से अपना हमनी सब अथी अपांग के सहारा कर रहल छी। या हमनी के जरूरत थी तब ना उनका नहीं ओकर सहारा होते 2% उनका दे रहल छी अपना अथी में से, बचत में से, ब्याज में से। यसै गरी प्रेरणाको पहलमा कार्यक्षेत्रमा थुप्रै महिला सहकारी संस्था तथा महिला बचत समूहहरू स्थापना भएका छन्। यी सहकारी संस्थाहरूमा अपाङ्ग सहायता कोष स्थापना गरी कोषलाई सुदृढ गर्न आर्थिक सहयोग समेत प्रदान गर्ने गरिएको छ। यसबाट महिला बचत तथा सहकारी संस्थामा सदस्य हुने अपाङ्ग व्यक्ति र उनका परिवारको संख्या निकै बढेको छ। प्रेरणा तो बहुत सहयोग कर दलित महिला जनजाति के लागी बहुत धन्यवाद। प्रेरणा के लागी हम सब जे पहले अपने तो पहले प्रेरणा न रहे तो बहुत सामान से पिचार रही आपने। अभी सरकारी के बनला से हमरा सबके बहुत असुविधा है, बहुत अथी ब्याज में सामान में ब्याज में बहुत पिचार रही है। अभी सहकारी से लेला से में अपने ऋण अपने देवे के अपने फिर अपने पैसा न केकरो कर में न चाह में एकदम खुला है। अपाङ्ग सहायता कोषबाट सहकारीका अपाङ्ग सदस्यले आय आर्जनका लागि जिन्सी सहयोग जस्तै चौपाया, बाख्रा, बङ्गुर आदि पाई आय आर्जन बढाउनमा टेवा पाएको देखिन्छ। अपाङ्गता सहायता कोष अन्तर्गत यस घुम्ती ऋण योजनाले अपाङ्ग व्यक्तिहरूलाई सहकारी संस्थामा समावेशीकरण हुन, अन्य सदस्यहरू झैं सामाजिक सवालमा सहभागिता बढाउन र आय आर्जनमा मद्दत गरेको छ। प्रेरणाले अपाङ्ग व्यक्तिलाई आत्मनिर्भर बनाउन उनीहरूलाई विभिन्न सिपमूलक तालिमका साथै सामग्रीहरू समेत प्रदान गर्ने गरेको छ।
फूल परासीकी चित्ररञ्जन कुमारी अहिले 18 वर्षकी भइन्। उनी 14 वर्षको हुँदा प्रेरणाको सम्पर्कमा आएकी थिइन्। त्यस्ताका भुइँमा घस्रिएर हिँड्ने चित्ररञ्जन अहिले उपचारपछि राम्रै हिँड्न समेत सक्छिन्। उनले अहिले सिलाई तालिम लिएर घरमा नै लुगा सिलाउने कार्य समेत सञ्चालन गरेकी छिन्। एक्सरसाइज भेलै सब ठीक है। सियाई भाई करे छे, शादी कर दे, जीवन सुधार के लिए शादी कर दे। हम तो सब दिन जीते न रहे, हम तो मर जाबे। प्रेरणाले आफ्नो कार्यक्षेत्रमा जनचेतना जगाउनका लागि अग्नि, बाढी, मौसमी रोग व्याधि आदिका बारेमा चेतनामूलक प्रशिक्षण कार्यहरू समेत गर्दै आएको छ। यसका निम्ति गाउँ गाउँमा गई प्रेरणाका सामुदायिक कार्यकर्ताले जानकारी दिने गरेका छन्। हामीले युरोपियन कमिसनसँग मिलेर समुदायको प्रकोप सामना क्षमता अभिवृद्धि कार्यक्रम सर्लाहीको 3वटा गाविसमा गर्दैछौँ। प्रकोप व्यवस्थापनको क्षेत्रमा चाहिँ हामीले सकेसम्मको अवस्था अपाङ्गहरूलाई समावेश गर्दै जाने। जस्तो विभिन्न तालिमहरू हुन्छन्, ती तालिमहरूमा अपाङ्गहरूको सहभागिता चाहिँ सकेसम्म वृद्धि गर्दै जाने भन्ने कुरो। प्रेरणाले अपाङ्गता बारे जनचेतनाका लागि विभिन्न अध्ययन सामग्री, सार्वजनिक सन्देश, होर्डिङ, भित्ता लेखन आदि कार्यक्रम समेत गर्दै आएको छ, जसबाट समुदायका महिला समूह, शिक्षक, बाल बालिका, स्थानीय निकायहरू अपाङ्गताको कारण रोकथामका साथै अपाङ्गता भएका व्यक्तिको आवश्यकता र अधिकार बारे सचेत भएका छन्। यसरी काम गर्ने क्रममा हामीले केही अपाङ्गता विषयमा नै दक्षता हासिल गरेका कार्यकर्ताहरू तयार गर्यौं। उहाँहरूले चाहिँ अपाङ्ग अनि अपाङ्गका परिवार र उनका छरछिमेकहरूलाई अपाङ्गहरूलाई कसरी सामाजिक क्रियाकलापमा समावेश गर्न सकिन्छ, राज्यले प्रदान गर्ने अधिकार सेवाहरूमा कसरी उहाँहरूलाई समावेश गराउन सकिन्छ भन्ने बारेमा चाहिँ जानकारी गराउने र सचेत गराउने कामहरू गर्नु हो। यसै गरी अपाङ्गता सम्बन्धी सडक नाटकहरूले मनमा कुण्ठा लिएर बसेका कैयौं अपाङ्ग र उनीहरूको परिवारलाई सकारात्मक परिवर्तन ल्याउन मद्दत गरेको छ। भोट न देखी छा, दारू पी छो, हमरा ला पढ़ावे ला एको पैसा न। प्रेरणा मार्फत बहिरा बाल बालिकाहरू एवं सामाजिक कार्यकर्ताहरूले आधारभूत सांकेतिक भाषाको सिप सिकी सञ्चार गर्न सजिलो भएको छ। समग्रमा हेर्दा प्रेरणाले अपाङ्ग व्यक्तिहरूको अधिकार तथा समावेशीकरणका लागि विभिन्न संस्थाहरूसँग अभियान तथा जनवकालतमूलक सहकार्य गर्दै आएको छ। यसले सामाजिकीकरण प्रक्रिया एवं विकासको मूल प्रवाहमा अपाङ्ग व्यक्तिहरूलाई सहभागी गराई उनीहरूप्रति समुदायको सकारात्मक धारणा तथा व्यवहारको विकास गर्न उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ।